समानुपातिक सांसद पद साथमा हुँदैन थियो भने सुमना श्रेष्ठले पहिले नै रासोपा छाडिसकेकी हुने थिइन्। जब संसद नै विघटन भयो त्यसपछि उनले रासोपा बस्नुको कुनै कारण देखिनन्। त्यही बीच पार्टी बैठकमा हरि ढकालले यिनकै आलोचना गरेछन्। त्यसपछि उनले आफ्नो आलोचना हुने पार्टीमा किन बस्नु भन्ने ठानिन् अनि पार्टी छाडिन्। अब सुमनाका लागि नेपालमा नेकपा एमाले जस्तै एउटा यस्तो पार्टी खोलिदिनु पर्ने भयो जहाँ नेताको आलोचना गर्न पाइँदैन अनि सुमनालाई ओली बागै जस्तो अध्यक्ष पदमा लगेर राखिदिनु पर्ने भयो। यति गरेपछि सुमनाले चाहे जस्तो पार्टी चाहे जस्तो पद पाउनेछन्। त्यो पार्टी उनले कहिले पनि छाड्ने छैनन्। एलिटहरूको समस्या नै यही हो कि यिनीहरू अरूलाई सधैँ आलोचना गर्छन् तर कसैले यिनका बारेमा एक शब्द बोल्यो कि पार्टी नै छाडिदिन्छन्। रासोपा यसै पनि एलिटहरूको पार्टीमा रूपान्तरण भइसकेकै छ। एलिट बीच अब सङ्घर्ष सुरु भइ नै हाल्यो। रवि लामिछाने चाँडै जेलबाट रिहा भएनन् भने यो पार्टी विघटनतर्फ जान्छ। यो प्रक्रिया सुरु भइ नै सकेको छ। भदौ 23-24 को विद्रोहका क्रममा तोडफोड आगजनीमा संलग्नहरूलाई कारवाही गर्ने भनेर रासोपाले भनिसकेको छ। एक पात्र बालेनबारे छोटो चर्चा गरौँ। बालेनले काठमाडौँ नगरलाई सुधार गर्न चालेका ती प्रत्येक कदमको हामीले खुलेर प्रशंसा गर्यौँ। यसको अर्थ यो होइन कि हामी उनका सबै क्रियाकलापको समर्थन गर्छौँ। जेनजीको विद्रोहमा यति ठुलो विनाश भयो, सार्वजनिक सम्पत्ति तहस नहस भयो, तर बालेनले यसपटक कसैलाई पनि जरिवाना तिराउने पत्र काटेका छैनन्। चैत 15 मा राजावादी आन्दोलनमा पूर्व राजा ज्ञानेन्द्रको संलग्नता पुष्टि हुने कुनै आधार प्रमाण थिएन। आयोजक दुर्गा प्रसाईले नै राजाले आन्दोलन गर्नु भनेका होइनन्, हामीले गरेका हौँ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए। तर बालेनलाई हिरोगिरी देखाउनु थियो। उनले निर्मल निवासमा आफ्ना नगर प्रहरी पठाएर 7 लाख रुपैयाँ जरिवाना तिर्नु भन्दै राजाका नाममा उर्दी जारी गरिदिए। आम जनताले बालेन शाहको अदम्य साहस भन्दै जय जयकार गरे। तर यसपटक काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक सम्पत्ति सबै खरानी भए। बालेनले कसैलाई पनि जरिवानाको पत्र काटेका छैनन्। सिंहदरबार जल्दा दमकल पनि पठाएनन्। जेनजी युवालाई आन्दोलनमा प्रोत्साहन गर्नेमा बालेन 1 नम्बरमा थिए। तर कलिला युवा गोलीको शिकार हुँदा मृतकप्रति श्रद्धाञ्जली दिन पनि उनले आवश्यक ठानेनन्। शहीदहरूको अन्त्येष्टिमा पनि पुगेनन्। घाइतेहरू अस्पतालको बेडमा छटपटाइरहेका छन्। बालेन उनीहरूलाई भेट्नसम्म गएका छैनन्। शत्रु पनि मरिसकेपछि शत्रुता समाप्त हुन्छ। नालापानीमा अङ्ग्रेजहरूसँग लड्दा लड्दै गोर्खाली सेना ढले। युद्ध अङ्ग्रेजहरूले नै जिते। जितपछि गोर्खालीका शत्रु अङ्ग्रेजहरूले पनि आफ्नो गोर्खाली शत्रुप्रति सम्मान प्रकट गर्दै शिलालेख लेखेर फर्किएका थिए। तर बालेन शाह त यति धेरै असामाजिक रहेछन् कि यिनलाई सामाजिक व्यवहार भन्ने पनि थाहा रहेनछ। आफ्नो जय जयकार हुने इन्द्रजात्रा उत्सवमा उनी ठाँटिएर पुग्छन्। तर जहाँ शहीदका परिवार रोइरहेका हुन्छन् त्यहाँ सान्त्वना दिन पुग्दैनन्। यिनलाई अरूको दुःख सेयर गर्न होइन, आफ्नो